हेलो साथीहरू, के तपाईहरुलाई थाहा छ हामी यति प्रदूषित देशमा बसिरहेको छौं कि हामी कसैले पनि कल्पनै गरेको छैनौं। नेपालका ठूलो शहरहरू विशेष गरी काठमाडौँ उपत्यका आज विश्वका सबैभन्दा प्रदूषित शहरमध्ये परिरहेको छ। आज हामी मास्क बिना सडकमा निस्किनै सक्दैनौं। सबैलाई थाहा छ हावा फोहोर छ, तर हामीले यसलाई सामान्य मान्दै आएको मात्रै हो, तर यो कतै पनि सामान्य होइन। रिसर्चहरूले देखाउँछन् काठमाडौँको PM 2.5 को स्तर WHO को रिपोर्ट अनुसार सुरक्षित सीमा भन्दा 8 देखि 12 गुना बढी छ। हामी सास फेर्दा हावामा रहेका कणहरू मानव कपाल भन्दा 30 देखि 40 गुना साना हुन्छन्। यी साना कणहरूमा धेरै जस्तो लेड, निकल, ब्ल्याक कार्बन जस्ता भारी धातुहरू मिसिएका हुन्छन्, जसले गर्दा सिधै हाम्रो फोक्सो, रगत, मुटु र दिमागसम्म असर पुर्याउँछन्। यसकै कारण फोक्सो कमजोर हुन्छ, मुटु रोग बढ्छ, सानो बच्चा, बुबा आमा खोकी, दम, एलर्जी जस्ता समस्या बढ्दै जान्छ। बालबालिकाको दिमागी विकाससम्म असर पार्छ। यस्तो फोहोर हावा हाम्रो पुस्ताको भाग्य बन्नु दिनु हुँदैन। तर समाधान सम्भव अझै छ। ट्राफिक व्यवस्थापन सुधार्ने, इलेक्ट्रिक सवारी साधन बढाउने, पुराना सवारी साधन बन्द गर्ने, निर्माण कार्यमा डस्ट कन्ट्रोल टेक्नोलोजी अनिवार्य गर्ने, हरियो क्षेत्र विस्तार गर्ने र फोहोर व्यवस्थापनमा कडाई ल्याउने। यी कदम तुरुन्तै लागू गर्यो भने हाम्रा शहरका हावा केही वर्षमै स्पष्ट रूपमा सुध्रिन सकिन्छ। हामीले आज कदम चाल्यौं भने भोलिका बालबालिकाले शुद्ध हावा साँच्चै नै आफ्नो फोक्सोले महसुस गरेर बाँच्न पाउनेछन्।